तिम्रो जीवनमा भेटिने मानिसहरू प्राय 3 प्रकारका हुन्छन्। यसलाई रुखको उदाहरणबाट बुझौं। पहिलो, पात जस्ता मानिसहरू। केही मान्छेहरू तिम्रो जीवनमा रुखका पात जस्तै केही समयका लागि मात्र आउँछन्। जब सबै कुरा राम्रो हुन्छ उनीहरू तिम्रो वरिपरि हुन्छन्, तर जब जीवनमा समस्याको हावा चल्न थाल्छ र परिस्थिति बदलिन्छ उनीहरू चुपचाप झरेर जान्छन्। यिनीहरू आफ्नो काम सकिएपछि सजिलै हराउँछन्। दोस्रो, हाँगा जस्ता मानिसहरू। यी सुरुमा बलिया र भरपर्दा जस्ता देखिन्छन्, लाग्छ सधैँ साथ दिन्छन्। केही समयसम्म साथ दिन्छन् पनि, तर जब जीवनमा दुःख बढ्छ र दबाव आउँछ उनीहरू बिस्तारै भाँचिन थाल्छन्। तिम्रो बोझ धेरै भयो भने अन्ततः साथ छोड्छन्। तेस्रो, जरा जस्ता मानिसहरू। यी सबैभन्दा महत्त्वपूर्ण हुन्छन्। बाहिर देखिँदैनन् तर सधैँ तिम्रो नजिक हुन्छन् र तिमीलाई भित्रैदेखि बलियो बनाउन सधैँ साथमा रहन्छन्। तिम्रो जस्तोसुकै कठिन समयमा पनि उनीहरू मजबुत भएर तिम्रो साथमा उभिन्छन्। तिमीलाई जस्तो छौ त्यस्तै स्वीकार गर्छन् र निस्वार्थ भावले माया गर्छन्। त्यसैले तिम्रो जीवनमा पात र हाँगाहरू जस्ता मान्छेहरू त धेरै हुन सक्छन्, तर तिमीलाई सधैँ साथ दिने जरा जस्ता मान्छेलाई चिन्नु र उनीहरूलाई कहिल्यै नगुमाउनु।